नमस्ते साथीहरू, हाम्रो बीच यहाँ प्रीति बहिनी उपस्थित भइहाल्नु भएको छन्। उहाँलाई म आज 5वटा नेपाली सेन्टेन्स सोध्ने छु र उहाँ कोसिस गर्नुहुन्छ नि ती 5वटा नेपाली सेन्टेन्सलाई इङ्ग्लिसमा ट्रान्सलेट गर्न। त प्रीति बहिनी तपाईँ तयार हुनुहुन्छ? यस सर। अलि जोडले बोल्नु ल है। हुन्छ। म हरेक बिहान समयमै उठ्छु। I wake up on time every morning. ओके, अब सेकेन्ड नेपाली वाक्य यस प्रकारको रहेको छ। मेरी बहिनीले आफ्नो झोला आफै मिलाउँछिन्। My sister packs her school bag by herself. ओके, तपाईले प्रयास चाहिँ धेरै राम्रो गरिराख्नु भएको छ। ओके, थर्ड नेपाली वाक्य यस प्रकारको रहेको छ। हामी बेलुका खाना सँगै खान्छौँ। We eat dinner together. ओके, अब सेकेन्ड लास्ट नेपाली वाक्य यस प्रकारको रहेको छ। म शिक्षकलाई आदरपूर्वक अभिवादन गर्छु। I greet my teachers politely. ओके, अब लास्ट नेपाली वाक्य यस प्रकारको रहेछ। यसलाई पनि तपाईँ धेरै मजाले चाहिँ ट्रान्सलेट गर्न कोसिस गर्नुहोस्। ओके, हामी खेलिसकेपछि हात धुन्छौँ। We wash our hand after playing. त प्रीति बहिनीले धेरै नै राम्रो कोसिस गर्नुभयो। यसरी नै तपाईँ कोसिस गरिराख्नुहोस्। र हाम्रो भिडियो तपाईँहरूलाई कस्तो लागिरहेछ? हाम्रो उद्देश्य, हाम्रो डिस्ट्रिक्ट पासवाला ट्युसनको एउटै उद्देश्य हो कि हामी आफ्नो स्टुडेन्टहरूलाई इङ्ग्लिस इम्प्रुभ गराउँछ। र यो हाम्रो एउटा कोसिस हो कि हामी नेपाली सेन्टेन्सलाई इङ्ग्लिसमा ट्रान्सलेट गराएर उहाँहरूको चाहिँ इङ्ग्लिस स्ट्रङ होस्। सो बहिनी तपाईँ यस्तै नै मेहनत गर्नुहोस्। ओके।